मेरा बनाई थी क्या? साथीहरु नमस्कार। एकजना व्यक्ति संसार बदल्छु भने हिँडेछ, तर उसले गर्न सकिनछ। अब नसक्ने भयो भनेर फर्केछ, जीवन बित्दै गयो। अब म देश चाहिँ बदल्छु भने हिँडेछ, जीवन बित्दै गयो, उसले सकेन। अब म नसकिने भयो भनेर उसले चाहिँ अब म जिल्ला चाहिँ बदल्छु भनेर आएछ, जिल्ला पनि उसले सकेन। समय बित्दै गयो, अब चाहिँ म वाडा बदल्छु भनेर वाडा पनि उसले सकेन। अब म गाउँ चाहिँ पक्कै बदल्छु भनेर गाउँमा आयो, गाउँ पनि उसले बदल्न सकेन। अब म चाहिँ परिवार बदल्छु, त्यही देखेर अल्तिर पल्तिर सबैले चाहिँ बदल्ला भनेर आएछ, तर त्यो पनि सम्बन्ध देखेन, त्यो पनि उसले चाहिँ भएन। अब समय बित्दै गयो, रोगले स्याप्दै गयो, ऊ चाहिँ ब्याडमा पर्यो र अन्तरबाट एउटा आवाज आयो, भित्री आवाज आयो, ए मूर्ख मानव, तैले दुनियाँ बदल्छु भनिस्, देश बदल्छु भनिस्, जिल्ला बदल्छु भनिस्, वाडा बदल्छु भनिस्, गाउँ बदल्छु भनिस्, आफ्नो परिवार बदल्छु भनिस्, तर आफूले बदलेको खोइ त भनेर आवाज आयो। झल्याक्स सम्झ्यो अनि प्राण पनि गयो। त्यस कारणले गर्दा पहिला आफू बदलौं, त्यो देखेर अरू बदलिन्छ, त्यसपछि आफ्नो जिन्दगी सुन्दर हुन्छ। धन्यवाद।